नमस्ते, स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। म आज प्रोबेबिलिटी एन्ड स्ट्याटिस्टिक्स अन्तर्गतको च्याप्टर 5 क्वालिटी कन्ट्रोलबाट हाम्रो इक्जाममा सोधिने एक्स बार चार्टको न्युमेरिकल गर्न गइरहेको छु। जुन न्युमेरिकल रहेको छ तपाईँले यहाँ देख्न सक्नुहुन्छ। एक्स बार चार्टबाट रहेको छ। के भनेको छ भन्दाखेरि द डायमिटर अफ वोल्ट produced by a machine is measured by taking 5 samples each of size 4। जुन यहाँ डाटा दिएको छ अब है यो कुरा के हो भने जुन हामीले स्याम्पल 1 लियौँ नि, स्याम्पल 1 लिँदाखेरि हामीले चारवटा अब्जर्भेसन, चारवटा बोल्टको डायमिटर मेजर गर्दाखेरि 20, 22, 21, 23 पायौँ। त्यसै गरी 2 को मेजर गर्दाखेरि 21, 22, 20 र 21 पायौँ। अब हामीले यहाँबाट के हुन्छ भन्दाखेरि सबैको यी डाटाहरूलाई लिएर सल्युसन गर्नुपर्ने हुन्छ। यहाँनिर क्वेसनमा कन्स्ट्रक्ट एक्स बार चार्ट भनेको छ र अर्को कमेन्ट अन द स्टेट अफ स्ट्याटिकल कन्ट्रोल भनेर भनेको छ। अब हामीले यसलाई सल्युसन गर्नुपर्ने हुन्छ र हामी लागौँ सल्युसनतर्फ। यहाँ रहेको छ हामीले गऱ्यौँ स्याम्पल 1, स्याम्पल 2, स्याम्पल 3, स्याम्पल 4 र स्याम्पल 5 लियौँ। अब्जर्भेसन हामीलाई क्वेसनमा दिएको छ, लियौँ हामीले। त्यसै गरी अब हामीले एक्स बार र आरको भ्यालु चाहिँ चाहिने हुन्छ हामीले यो एक्स बार चार्ट प्लट गर्नको लागि। र त्यसका लागि हामीले एक्स बार क्यालकुलेसन गऱ्यौँ। यो एक्स बार 21.5 यो कसरी आयो भने स्याम्पल 1 मा चारवटा अब्जर्भेसन छ। हेर्नुहोस् त 20, 22, 21 र 23 चारवटा अब्जर्भेसनको एभरेज भ्यालु हामीले लियौँ अथवा क्यालकुलेट गऱ्यौँ भने 21.5 आउँछ। कसरी आउँछ भन्दाखेरि यी सबैलाई जोड्ने, सबै भन्नाले 20, 22, 21 र 23लाई जोड्ने र डिभाइडेड बाई 4 गऱ्यो भने 21.5 आउँछ। त्यसै गरी यहाँ आर रहेको छ। आर भनेको के हो भने म्याक्सिमम भ्यालु अथवा लार्जेस्ट भ्यालु माइनस स्मलेस्ट भ्यालु भन्ने बुझिन्छ। लार्जेस्ट यहाँ कति छ 23, स्मलेस्ट कति छ 20। अब 23 माइनस 20 गऱ्यो भने 3 आउँछ। अब यसै गरी सम्पूर्ण यो 2, 3, 4, 5 स्याम्पलको लागि हामीले भ्यालु निकाल्दै जाने। त्यसै गरी 2 को लागि एक्स बार निकाल्यौँ, 3 को लागि निकाल्यौँ, 4 को लागि निकाल्यौँ र 5 को लागि निकाल्यौँ र आरको भ्यालु पनि लार्जेस्ट माइनस स्मलेस्ट गरेर सबैको लागि निकाल्यौँ र हामीले सम गऱ्यौँ। यो जुन एक्स बार क्यालकुलेट गऱ्यौँ यसको सम गऱ्यौँ। सम गर्दाखेरि 108 भ्यालु आयो। र आर बार क्यालकुलेट गर्नका लागि हामीले समेसन अफ आर क्यालकुलेट गऱ्यौँ र समेसन अफ आर जुन छ यो 12 आयो। र हामीलाई के थाहा छ भन्दाखेरि एक्स डबल बार इक्वल टु समेसन अफ एक्स डिभाइडेड बाई नम्बर अफ स्याम्पल हुन्छ। समेसन अफ एक्स भनेको 108 भइहाल्यो। नम्बर अफ स्याम्पल भनेको कति छन् त, यी 5वटा स्याम्पल रहेका छन् डिभाइडेड बाई 5 र यो भ्यालु आयो। अब त्यसै गरी आर बार इक्वल टु समेसन अफ आर, जुन हामीले यहाँ समेसन अफ आर गऱ्यौँ यहाँनिर, यो समेसन अफ आर डिभाइडेड बाई नम्बर अफ स्याम्पल भनेका कति छन् 5वटा स्याम्पल छन्। 5ले डिभाइड गर्यो भने 2.4। अब जहिले पनि हामीलाई एक्स बार चार्ट क्यालकुलेसन गर्नका लागि अप्पर लिमिट र लोअर लिमिट चाहिन्छ। भन्नुको मतलब अप्पर कन्ट्रोल लिमिट र लोअर कन्ट्रोल लिमिट चाहिन्छ। अप्पर कन्ट्रोल लिमिटमा एक्स डबल बार प्लस A2 इन्टु आर बार हुन्छ भने लोअर कन्ट्रोल लिमिटमा एक्स डबल बार भनौँ, एक्स डबल बार माइनस A2 इन्टु आर बार हुन्छ। यहाँ फर्मुला सेम हो। एउटा कुरा के मात्र फरक छ भने अप्पर कन्ट्रोल लिमिटको लागि प्लस रहेको छ यहाँनिर बिचमा एक्स बार प्लस A2 इन्टु आर बार रहेको छ भने यहाँ तल माइनस छ, यति हो। अब हामीले भ्यालु राख्यौँ। एक्स बार हामीले क्यालकुलेसन गरेका छौँ जुन एक्स डबल बार अनि त्यसपछि प्लस यो 0.709 भनेको कहाँबाट आयो भन्दाखेरि हामीले यो चाहिँ क्वेसनमा दिएको हुन्छ। अब यति जस्तै मानौँ 4वटा स्याम्पल भयो भने कति होला, 5वटा भयो भने कति होला, यो चाहिँ क्वेसनमा दिएको हुन्छ है। जस्तै अहिलेको लागि के छ भने अब यहाँ इक्वल टु 4 को लागि चाहिँ यहाँ भ्यालु दिएको छ A2 को भ्यालु, हामीले यो चाहिँ लिनुपर्छ। अब यो भ्यालुहरूलाई हामीले यहाँनिर सब्स्टिट्युट गऱ्यौँ।
र गर्दाखेरि हामीले अप्पर कन्ट्रोल लिमिट यति आयो। त्यसै गरी लोवर कन्ट्रोल लिमिट पनि हामीले केही छैन, भ्यालु त्यही हो र यहाँनिर माइनस साइन राख्दाखेरि यति आयो। अप्पर कन्ट्रोल लिमिट र लोवर कन्ट्रोल लिमिट आइसकेपछि हाम्रो तेस्रो स्टेप भनेको यो चार्ट ड्र गर्ने हो। अब त्यसका लागि एक्स एक्सिसमा स्याम्पल राख्ने र वाइ एक्सिसमा चाहिँ तपाईँहरूले यसको यो भ्यालु राख्नुपर्छ, एक्स बारको भ्यालु राख्नुपर्छ। कता गयो हो, यो एक्स बारको भ्यालु राख्नुपर्छ र हामीले अघि क्यालकुलेसन गरेको यो थाहा छ, युसिएल अप्पर कन्ट्रोल लिमिटको भ्यालु 23.349 आएको छ। यो हामीले यहाँनिर क्यालकुलेसन गरेका थियौँ यी। अनि त्यसपछि लोवर कन्ट्रोल लिमिटको भ्यालु पनि यति क्यालकुलेसन गरेका थियौँ र मिन भनेको एक्स बार, जुन एक्स बार यहाँनिर रहेको छ, यो भ्यालु ल्याएर हामीले चाहिँ यहाँ प्लट गऱ्यौँ। अब यो सबै प्लट गरिसकेपछि हामीले स्याम्पल वानको लागि मिन भ्यालु कति छ त? अब हेरौँ, स्याम्पल वानका लागि 21.5 छ, स्याम्पल 2 का लागि 21, स्याम्पल 3 का लागि 23। यो हामीले प्लट गर्नुपर्ने हुन्छ। यसका लागि हामीले प्लट गऱ्यौँ 1 का लागि, त्यसै गरी 2 का लागि प्लट गऱ्यौँ, त्यसै गरी 3 का लागि प्लट गऱ्यौँ, त्यसै गरी 4 का लागि प्लट गऱ्यौँ, त्यसै गरी 5 का लागि प्लट गऱ्यौँ र लास्टमा यो पोइन्ट जोडिदियो भने एक्स बार आउँछ। यो एक्स बार चार्ट आउँछ। अब क्वेसनमा हामीलाई के भनेको छ भन्दाखेरि लास्टमा के भन्छ भने कमेन्ट अन द स्टेट अफ स्ट्याटिकल कन्ट्रोल भनेको छ। भनेपछि के हुन्छ त, हामीले के पायौँ त यसबाट होइन, के देख्यौँ त हाम्रो अब्जर्भेसनबाट होइन, यो रहेको छ। अब यहाँबाट के हुन्छ भने यो अप्पर कन्ट्रोल लिमिट र लोवर कन्ट्रोल लिमिटभित्र यो चार्टको पोइन्टहरू सबै यो पऱ्यो भनेपछि हामीले क्वालिटी जुन यसको क्वालिटी हुन्छ अन्डर कन्ट्रोल छ भन्ने चाहिँ बुझिन्छ होइन। अब त्यसै गरेर हामीले यो बाहिर गयो भनेपछि कन्ट्रोलमा छैन भन्ने बुझिन्छ। जुन प्रोसेस हुन्छ त्यो अन्डर कन्ट्रोल छैन भन्ने बुझिन्छ। त्यो हामीले यहाँनिर लेखिदिएका छौँ। अल द पोइन्ट्स इन एक्स बार चार्ट fall within the upper control limit and lower control limit, hence process is in control। अब हाम्रो चाहिँ प्रोसेस कन्ट्रोलमा छ भन्ने कुरा हामीले यहाँबाट प्राप्त हुन्छौँ। यति गर्नुपर्छ, हामीले अरू धेरै गर्नु पर्दैन। यदि मानौँ यसमै आर बार भनेको भएपछि फर्दर क्यालकुलेसन गर्थ्यौँ। अहिलेको लागि हामीले यति भनेको छ। यो चाहिँ हाम्रो 2082 चैत्रमा सोधिएको क्वेसन हो, रेगुलरमा सोधिएको क्वेसन। यसले चाहिँ हामीले गऱ्यौँ। ल, धन्यवाद।